बसिया त अहिले खासा नल्याउने भयो नि सुख्या मात्रै ल्याउने बेला भयो हाम्रो मासु चाहिँ पाकेको चाहिँ हुनु पर्यो है काका पाक्नु आँटेको छ है खाएर फेरि डढाइदिन्छु तर काँचो चाहिँ राख्दिनु खाँदाखेरि 400-500 मात्रै गएको फेरि खाएर जाँदा चाहिँ 1000-1500 जान्छ नि डाइरिया चलेर गऱ्यो भने त हो झन् खर्चिलो हुन्छ नि एकदमै व्यस्त हुनुहुन्छ एकछिन लाग्यो यहाँहरू काका दाजु बाजे तुम्मा बजुहरू चाहिँ हात पारे गाउँदै हुनुहुन्छ उहाँहरू चाहिँ परिचय कार्यक्रम छैन नि अब अलि अगाएपछि मात्रै चिनिने जस्तो भएर पहिला खानामै लाग्यौँ काका हजुर अहिले हाम्रो कार्यक्रम केही भएको छैन खाने कार्यक्रम मात्रै भएको छ हुन्छ हजुर होइन ड्राइभर गुरुजी दिनमा कति खाने गर्नुभएको छ हेलो टाटा यो चाहिँ हाम्रो हात पारे जुन चाहिँ हाम्रो लिम्बू समुदायमा प्रचलित छ आज हाम्रो गुरुङबाङ परिचय कार्यक्रममा विभिन्न कार्यक्रमहरूमध्ये यो पनि एउटा हो जुन चाहिँ हाम्रो इतिहास संस्कृति हाम्रो प्रचलनका कुराहरूलाई कायम राख्नको लागि धेरै अवरोधहरू लागिपरेका छन् हाम्रो गुरुङबाङ समाज समितिको वनभोजको गाडीको स्टाफ
हुनुहुन्छ यहाँ हाम्रो खगेन्द्र भाइ चाहिँ ड्राइभर यता दुईजना भाइहरू चाहिँ खुङ्खार स्टाफहरू भन्नु हो हाम्रो गाडी ओम साईराम ट्राभल्सबाट आज हामीले हाम्रो स्टाफको तर्फबाट यो वनभोजको लागि उपलब्ध गर्नुभएको छ अनि हरेक ठाउँबाट उहाँहरूले पिकअप गरेर ल्याउनु भयो भाइहरू ठिकै छैन भाइ एकदम ठिक छ हामीलाई त अरूमा भए पनि खानुमा अलिक बल गर्नु पर्यो है यो हाम्रो राई यायखा रिसोर्ट भन्छ यो रिसोर्ट धरानको पश्चिमी भागमा पर्दछ जुन चाहिँ रेलवेदेखि पनि पश्चिममा पर्छ यहाँ विशेष गरी राईहरूको चण्डी नाच कम्पिटिसन पनि यसै स्थानमा हुन्छ अब चण्डीको सिजन आउनु लागेको छ यो सबै चण्डी नाच्ने दिनमा चाहिँ सबै भरिन्छ यहाँ कम्पिटिसन पनि हुन्छ अहिले हाम्रो समाज कुरुम्बाङ समाजको मान्छेहरू चाहिँ सबै यहीँ कोही गाउँ आउने मनोरञ्जन गर्ने गर्दै बस्नुभएको छ यो हटहरू विभिन्न आफ्नो आफ्नै सम्झनाको बारेमा आफ्नो आफन्तहरूको लागि बनाएको छ यो मन्दिर जस्तो टावर चाहिँ भर्खरै बनाएको हो अहिले निकै राम्रो बनाएको छ अहिले यहाँ फिल्म सुटिङ पनि हुँदो रहेछ यो कुरुम्बाङ समाज समितिको हिरोइनहरू जस्तो छ उनीहरूले एउटा फिल्म बनाउँदै रहेछ म चाहिँ त्यत्तिकै खिच्दै हिँडेको ल हौ तकसँगै कान्छा हौ अन्त मासु खाएर आउनुभएको कि नखाई खाएर अगाए के अनि अब अलि उफ्रेर फेरि खानुपर्छ है मासु पाक्दै छ गजेन्द्र त यता गीत गाउँदै बस्नु भएको रहेछ त लड्छ है भाइ राई